अब मतगणना कहिले सकिन्छ भनेर भन्नु हाम्रो भौगोलिक अवस्था र स्थितिको विषयमा यहाँहरू असाध्यै विज्ञ हुनुहुन्छ र हामीले अहिले के भनिरहेका छौँ भनेदेखि यो आकस्मिक रूपमा हुन लागेको निर्वाचन यो निर्वाचन चाहिँ अलिकति हामी बढी खोज्नुपर्छ, संवेदनशील हुनुपर्छ र हाम्रो पहाडी इलाका, हिमाली भूभाग लगायतका सबैबाट मतपेटिका सङ्कलन गर्न कति समय लाग्छ त्यो छिटोभन्दा छिटो सङ्कलन गर्ने हाम्रो प्रयास हुन्छ र अधिकांश छिटो आउन नसक्ने ठाउँको चाहिँ हेलिकप्टरमा मार्फत पनि हामी त्यो मतपेटिका सङ्कलन गर्छौँ र मैले पहिल्यैदेखि भनिआएको छु मतलब आफ्नो तर्फबाट निवेदन गरिआएको छु कि यो मतपेटिका प्राप्त भएर मतगणना सुरु भएको लगभग 24 घण्टाभित्र पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गतको मत परिणाम हामी प्रकाशित गरिसकेका छौँ र साथसाथै मतलब समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मत पनि गणना गरिरहेको हुन्छ र त्यो पनि छिटोभन्दा छिटो प्रकाशित गर्छौँ त्यसको परिणामहरू हामीले भनिराखेका छौँ।